शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। हजुरहरूले देखेर थाहा पाइहाल्नुभयो होला आज इन्दिराको भान्सामा के बन्दैछ भनेर। मैले चाहिँ बुङ्गोको अचार बनाउँदैछु। धेरै दिनपछि म हराए जस्तो भएको थियो कि यो भान्सादेखि हराए जस्तो भएको थियो इन्दिराको भान्सादेखि। अनि कामको व्यस्तताले, घरायसी कामको व्यस्तताले गर्दाखेरि मैले भिडियोहरू राख्न भ्याएको थिएन, रेसिपीको भिडियोहरू। अहिले चाहिँ राख्दैछु। यो चाहिँ मैले यो काब्रो पनि अलिकति मिसाइदिएँ, यसको टेस्ट चाहिँ अलि हल्का अमिलो हुने भएको भएर हुन्छ भनेर। अनि मैले अहिले चाहिँ फुलको मात्रै बनाउँदैछु साथीहरू। अनि यो बाँकी बचेको यो बुङ्गो बचेकोलाई चाहिँ सिटी लगाएर अनि राख्छु कि फ्रिजमा, अर्को दिन खानु पर्ला। यतिकै राख्यो भने यो फेरि छिप्पिन्छ, त्यसले गर्दाखेरि सिटी लगाएर राख्दैछु। अनि यो चाहिँ अलिकति चाहिँ मेरो मम्मीले दिनुभएको कि अस्ति थोरै थियो, लैजा त्यो तैँले बनाएर खा भनेर दिनुभएको थियो। अनि मैले त्यो पनि मिसाइदिएँ यसैमा। यसरी मैले बनाउँदैछु साथीहरू। अनि हजुरहरूले बुङ्गोको अचार कसरी बनाउनुहुन्छ? मैले चाहिँ यसरी तिलको छोप राख्दैछु अहिले। अनि अब चाहिँ थोरै चुक राखेर यसलाई मजाले हातले मिचेर बनाउनुपर्छ कि यो हातको स्वाद भनेको छुट्टै छ कि। यो सेतो नुन र कालो नुन दुइटै मिक्स गरेर राखेँ मैले। अनि खुर्सानी चाहिँ मैले हरियो खुर्सानी सिद्धिएको रहेछ। अनि सुकेको खुर्सानीलाई सँगै पड्काएको थिएँ, अनि त्यसैमा मिच्दै यस्तो मिठो भएको छ नि, ठिक्क अमिलो पिरो। आज चाहिँ अचारमा कहिले अमिलो बढी कहिले नुन बढी भए जस्तो लाग्थ्यो। आज चाहिँ एकदम ठिक्क भएको कि नुन खुर्सानी सबै यस्तो मिठो भएको साथीहरू।